हेलो नमस्ते एन्ड वेलकम टु ब्याक माई युट्युब च्यानल। म तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत छ। फरक दिन फरक विषय र फरक श्रृङ्खलाको साथमा आज चाहिँ हामी विशेष त यो एकदम गर्मी मौसम छ। गर्मी मौसम छल्नको निम्ति यो साँझको पखमा चाहिँ यो र बिदाको समयमा हामी चाहिँ विशेष त आफ्नै हातले आफै बनाएर मोमो खाँदैछौँ। हामी चाहिँ मोमो बनाउन लागेको छौँ। हामी आफ्नो फ्यामिलीहरू छौँ, आफन्तहरू छौँ। आफ्नो आफन्त र फ्यामिलीहरूको साथमा हामी चाहिँ आज मजाले मोमो कसरी बनाउँछौँ र कसरी बनाउँदो रहेछ भनेर चाहिँ मैले एउटा छोटो भिडियो साभार गरिराखेको छु, बनाइराखेको छु। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी चाहिँ विशेष त हामी मोमो बनाइराखेका छौँ। यतिखेर हामी यो चाहिँ हाम्रो मामाले गोबी काटिराख्नु भएको छ, बन्दागोपी। अलिकति गोबी चाहिन्छ। त्यस पश्चात चाहिँ हामी बाहिरपट्टि यो प्याजहरू एकदमै टुक्रा टुक्रा बनाइराखेका छौँ भने भित्र चाहिँ हामी यो मासु, यो चाहिँ किमा, यसले चाहिँ किमा भन्छ। विशेष त यो मोमोको स्वाद सुगन्ध बनाउनको निम्ति यो महत्त्व भूमिका रहन्छ भने यो चाहिँ पिठो, आटाको पिठो। र हामीले चाहिँ यो बनाइसकेपछि, काटिसकेपछि हामीले यो किमा तयार गऱ्यौँ र त्यो किमामा चाहिँ हामी सबैको सम्मिश्रण, अलिकति अजना नमक अनि मोमो मसलाहरू, बन्दागोपी, प्याज, त्यहाँबाट यो मासुहरू चाहिँ हामीले मोलेर किमा बनायौँ। मामाको अलिकति कमेडी चाहिँ अलिकति रमाइलो इन्जोय पाराको हुनुहुन्छ भने यो चाहिँ बाबु हो। हामी सबै खुसी छन् एकदमै मोमो खानको लागि। हामी अब मजाले यसरी बेलिन्छ। यो चाहिँ आटा मैदा हो भने अब यसले चाहिँ पिस पिस बनाएर पाटुलो बेल्नु पर्ने हुन्छ। यो चाहिँ भाइले चाहिँ बेलिराखेको छ भने यतापट्टि चाहिँ मैले बेलिराखेको छु अर्को। हामी करिब 12-15 जनाको टिम मिलेर चाहिँ हामी आफ्नै अर्ग्यानिक मोमोहरू बनाउँदैछौँ आफ्नै हातले। यसरी बेलिसकेपछि यो चाहिँ तिखो गिलासले यसरी काट्न पर्छ, सानो सानो पिस भने यतापट्टि चाहिँ यो मामाले फेरि पिठोलाई चाहिँ हामीलाई सानो सानो बनाउँदै दिनुभएको छ भने हामीले पारिपट्टि यो बेल्दै गिलासबाट निकाल्दै दिँदै गरेर पारिपट्टि चाहिँ हाम्रो बहिनीहरू, सालाहरूले, मेरो फ्यामिलीहरूले चाहिँ मजाले मोमोहरू चाहिँ बनाउँदैछन्। हामीले थुप्रै बनाइसक्यौँ। पारि चाहिँ यो 2वटा भाँडामा चाहिँ हामीले दोसिसकेका छौँ मोमो। करिब रातको 8 बजिसकेको छ। हामीले 6 बजेबाट सुरु गरेको। अब चाहिँ हामी अन्तिम चरणमा छौँ। अब पिठो पनि अलिकति छ। एकदमै दुःख चाहिँ हुन्छ नि मोमो बनाउँदाखेरि, आफ्नो हातले बनाउँदाखेरि। तर आजभोलि बजारमा चाहिँ विभिन्न मेसिनले बनाएको है बनी बनावट मोमोहरू पनि पाइन्छ। तर ती मोमोहरू चाहिँ स्वादिष्ट हुँदैन शरीरको दृष्टिकोणले पनि। हामी चाहिँ मसला नमिसाएर नै आफै बनाएका छौँ। अब चाहिँ हामी लगभग खान लागिसक्यौँ। यो चाहिँ हामी मोमोको अन्तिम चरणमा छौँ। यसरी लगभग 5 प्लेट चाहिँ परेको छ भनेको लगभग 50-50वटा चाहिँ एक थाली मजाले अब चाहिँ मजाले खानियो। सबै ह्याप्पी भएर खायौँ। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन भुल्नुहोला भन्दै छुट्टिन्छु। नमस्ते, टाटा, सी यू टुमारो।